हेलो नमस्ते स्वागत छ मेरो ब्लगमा स्वागत छ बिहानै तपाईहरुको स्वागत छ। एउटा के टेक्निक लगाएको भने मैले के आइडिया आयो भने नयाँ भ्लग गर्ने जति हुनुहुन्छ नि सबैजना यता हाजिर भएर एकले अर्काले सपोर्ट गरेर अनि चाहिँ भाइरल भइन्छ। त्यसो गर्नुपर्छ नभए हुँदैन गाह्रो छ। आज बिहान एउटा काममा जान लागेको भएन कि अब म कराते क्लबतिर जानु पर्यो, यसो हल्का देखाउनु पर्यो। यता अगाडि पनि हुनुहुन्छ मसँग हाम्रो पवन सर र गुरुआमा, गीत गाउनु भएको छ पवन सरले। बिहानै म चाहिँ क्लबभित्र आइसकेको छु। यस्तो छ आजको बिहानी, यसरी जाँदैछ, सुरु हुनु लागिरहेको छ अब ट्रेनिङ। अब म पनि आउनु पर्यो नि, भिडियो बनाउने मान्छे आएन भने त मजै आउँदैन। बिहानी थोरै जना छ तर गरिरहेछन्। चिया पनि आयो, अब हामी चिया पनि पिउँछौँ एकछिनमा। आजको दिन यस्तै भइरहेको छ। अब फेरि एकछिनमा निक्लिन लागेको म यस्तो बाहिरतिर होइन। अहिले चाहिँ मैले बिहानदेखि बेलुकासम्म के गर्छु देखाउने मेरो प्रयास छ होइन। म फेरि पनि कराते क्लबमा आइसकेको छु अनि यहाँ के हुन्छ म देखाउने नै छु, तपाईँले हेर्नु होला। सानो नानीहरू छन् यो पहिलो सिफ्टमा चाहिँ, अनि त्यो पछि ठुल्ठुलो पनि छन्, हेर्नेछ है। ल है हामी हेर्दैछौँ सानो नानी भर्खर येलो बेल्ट पुगेको छिन्। अरू पनि नानीले के गर्छिन् हामी हेर्ने नै छौँ। नानीले देखाउँदै जानेछन्। वाउ खतरा, अझै हेर्नेछौँ ल नानीले। यो चाहिँ खतरा ल, टाउकोले खुट्टामा। अरू हामी हेर्दैछौँ है। गुड, भर्खर सिक्दै गरेको नानी येलो बेल्ट मात्रै पुगेको छिन्। भविष्यमा चाहिँ खतरा खेलाडी बन्छन् ल। सधैँ आइन् भने खतरा खेलाडी हुन्छन्। अझै केही छ भने हामी हेर्नेछौँ। गुड, ल यतिको चाहिँ मान्नै पर्छ। झन् खतरा। ल साफ गेममा चाहिँ नानी पनि खेल्छिन् जस्तो छ पछि भविष्यमा एसियनमा, यतिकै मेहनत गर्दै गइन् भने। भर्खर येलो बेल्ट हो नानी। वाउ, ल नानी अब नाम भनिदिनुहोस् त तपाईँको। अनुष्का गौतम। तपाईँ कुन बेल्ट हो अहिले? अनि ओके, हाम्रो श्रोताले काँता गरेको छिन्। सानो नानी हो नि, म नजिकबाटै देखाइदिन्छु। ल फोन नम्बरको पनि हामी हेर्नेछौँ। ओके, यतिको सानो नानीले यति गर्नु भनेको चाहिँ धेरै हो। अनि नि सानो छिन्। कुन बेल्ट हो तिमी? ग्रीन। यिनी सानो भए पनि ग्रीन बेल्ट छिन्।
अनि हामीले यिनले गरेको काँता हेरिसकेको छौँ। भविष्यमा खतरा खेलाडी बन्ने छिन्। हाम्रो क्लबमा सबैभन्दा सानो बाबु यता हेरिदिनुहोस् त। सबजना मेहनत गर्नुको लागि रेडी, सबजना मेहनत गर्नुको लागि रेडी। सानो सानो हुन्छ, मेहनत धेरै गरिदिनुहुन्छ, पछि भविष्यमा खतरा खेलाडी बन्नुहुन्छ। के खेल्नु लागेको भने चुङ्गीले यो रबरले हान्ने, हाँस्नु नपाउने अनि दुःख भन्नु नपाउने, एक्सप्रेसन दिनु नपाउने गुरु चेला अनि हान्नुहुन्छ। हामी थाहा हो अब खेल्दै जाउँ के गर्छ के हुन्छ ल। गुरु र म खेल्ने होइन, जसले हाँस्यो होइन जसले आयो भन्यो आयो भन्नु नपाउने, हात पनि उचाल्नु नपाउने। हात उचाल्ने आयो भन्यो, साह्रो भने हार्ने अनि जित्नेले चाहिँ स्पेसल केही हुनेवाला छ पछि एउटै रेसियोले तन्का राख्ने। उताबाट सुरु गरौँ पहिला। हात चेन्ज भइसक्यो हुँदैन, मैले जितिसकेको हात चेन्ज भइसक्यो। आविष्कारको सेकेन्ड आएको ओहो रातै भएछ। दुईचोटि हान्नुभयो गुरु। मैले जितिसकेँ, आविष्कारको हात चेन्ज भयो नि त। फर्स्टमा यो हात थियो, यस्तो दुःख कि रातै भएको छैन। आया तपाईँले भन्नुभयो गुरु पहिला। होइन आविष्कारको योमा हान्नुभएको पहिले, अन्त यो हात पनि आविष्कार थाप्यो नि त, दुईवटा भयो नि त। मैले एउटै थापिरहेको ल, मैले जितिसकेँ। अब भयो गुरु। देख्नु सक्नुहुन्छ हात रातो भएको छ, यस्तो मजा। यतापट्टि हो गुरु, यहाँ दुखिसियो। ल गेम चाहिँ सकेको छ, मैले जितेको छु होइन। अनि हाम्रो हात पनि देखाउनु पऱ्यो नि त। आविष्कार हाम्रो हात देखाउँ। ए हाम्रो हात देखाउँ, यस्तो भएको छ। थ्याङ्क यू।